नमस्ते, म रामकृष्ण परियार। आज चाहिँ हामी बुढाबुढी चाहिँ मकैबारीमा यो मकै लगाएकै जम्मै पाकेको छैन नि, यसरी पाकेर मकै भाँच्ने कार्यक्रम छ। आज चाहिँ अब असारको आज चाहिँ 12-13 गते जान लागिसक्यो। अब पहिला यसमा मकै पछि धान पनि रोप्ने गरेको थिएँ। अब हेरौँ यसपालि कस्तो हुन्छ। अहिले चाहिँ धम मकै भाँच्न लगाइरहेको छौँ। यस टनक्कै मकै छ। आज दिनभरिको काम चाहिँ हामी मकै नै लगाउँछौँ, मकै नै भाँच्ने कार्यक्रम छ। यहाँ यत्रो धेरै छ मकै भाँच्ने काममा लगाइरहेको छौँ हामी चाहिँ। मकैका घुवा राम्रै भएछन्। यत्रोसम्म भर्खर मकै यत्रो मकैहरू भएका छन्। यो मकैको पिठो बनाएर मैले चाहिँ कहिले खाने गरेको छु। सधैँ त अब खाइदिनँ, तैपनि यसो मन लागेन चाहिँ मकैको भात हामीले चाहिँ खाएर हुर्क्या भएर मलाई चाहिँ खान मन भएको छ। अब केटीकेटीहरू त अब मकैको पनि भात हुन्छ र भन्छन्। अब त्यो के गर्ने। मैले चाहिँ मकै भात नै खान्छु। हामी बुढाबुढी चाहिँ अलिअलि खाने गरेका छौँ र मकै घरमा यसो सजाएर राख्दा पनि राम्रो हुन्छ। त्यो भएर म चाहिँ वर्षेनिक लगाउँछु। यो काठमाडौँ हो, काठमाडौँ बुढानीलकण्ठमा काठमाडौँ बसे पनि म चाहिँ कचाकचु यो बारीमा काम गरेर हुन्छु। मकै ल्याउँदैछ नि मेरो बुढीले यहाँ यसरी काम गर्नुपर्छ भनेर हामी चाहिँ। तर घाम चाहिँ कडा भयो, काम कडा भए पनि मकै लगाएर अहिले जुत्ता बनाउने नि। फेरि जुत्ता बनाउनलाई चाहिँ मकै लान लाग्यो हामी चाहिँ। ल तपाईँहरूको पनि पाक्यो होला, राम्रोसँग खानुपर्छ। मकै पौष्टिक आहार भन्छन्। मकैको त पहिला हराइसकेको थियो। अहिले चाहिँ फेरि जम्मै त्यो पसलतिर पनि बेकारीहरू पनि कोदोको मकैको पाइँदो जस्तो पाउरोटीहरू पनि के हो त्यो त्यस्तो पाइँदो जो खोज्दै त्यो खालको खोज्दै आउँदो रहेछन्। र यो पहिला गाउँतिर मकै कोदो खानेहरूलाई गरिब भन्थ्यो, अहिले धनीले खाने भयो। र हामी चाहिँ आयो दिनभरि मकैबारीमा मकै भाँच्दैछौँ र भाँचेर अब लिएर जान्छौँ एकछिनपछि र अनि जुत्ता बनाउने काममा लाग्छौँ। यो खेती गर्नुपर्छ अनि बल्ल आफू अर्ग्यानिक खान पाइन्छ। हामी चाहिँ यसो गरेको छौँ। मकै यसपालि त धेरै भारी होला, धेरै भारी। मकै अब बोरामा हालेर काँदामा हालेर लैजाने अनि दिउँसोभरि त्यसलाई चाहिँ बनाउने जुत्ता बनाउने। जुत्ता नै के हो भन्ने होला फेरि अब केटीकेटीलाई थाहा छैन जुत्ता भनेको। त्यो जुत्ता गाउँतिर भन्नुपर्छ जुत्ता यताउति केही सिक्नलाई। यहाँको केटीहरूलाई जुत्तै थाहा हुँदैन। र आज चाहिँ हामी मकैबारीमै काम गर्ने योजना छ है त हाम्रो। र नमस्ते सबैलाई। मकै अर्ग्यानिक मकै कसैलाई खान मन लाग्यो भने यसो समन्वय गऱ्यो भने म 2-4 चाहिँ खान सक्छु है। थ्याङ्क यू, नमस्ते।